क्लास 10 अप्सनल म्याथमा सोधिएको यो क्वेसन नम्बर 8 लाई सल्भ गरौँ है त। क्वेसन नम्बर 8 मा के भनेको छ त भन्दाखेरि इफ x plus 1 is a factor of the polynomial 3x cubed minus 5x square minus kx minus 10 find the value of k भनेको छ। अब क्वेसन नम्बर 8 मा दिएको चिजलाई लेख्छु है त पहिला। हियर हामीलाई के दिएको छ त भन्दाखेरि x plus 1 is a factor, यो चाहिँ फ्याक्टर अरे। कसको फ्याक्टर हो त भन्दाखेरि दिएको पोलिनोमियलको हो भने त्यो पोलिनोमियललाई मैले एउटा नाम राख्दिन्छु, लेट px भन्ने पोलिनोमियल छ अरे। त्यो दिएको पोलिनोमियललाई लेख्छु 3x क्यूब माइनस 5x स्क्वायर माइनस kx माइनस 10 छ। अब यो पोलिनोमियलको फ्याक्टर x प्लस 1 हो भने फ्याक्टर थ्योरम अनुसार के हुन्छ त भन्दाखेरि यदि मैले x को भ्यालु चाहिँ -1 राखे भने जहिले पनि त्यसको रिमाइन्डर चाहिँ कति हुन्छ त 0 हुन्छ हो। यस्तो गरे है त एकछिन है। पुट x इज इक्वल टु -1 गरे भने p -1 इज इक्वल टु 3 इन्टु -1 को क्यूब माइनस 5 इन्टु -1 को स्क्वायर माइनस k इन्टु -1 नि -10। रिमाइन्डर थ्योरम अनुसार रिमाइन्डर यही हो p अनि यो -1 भनेको नै रिमाइन्डर हो। फ्याक्टर थ्योरम अनुसार के हुन्छ त भन्दाखेरि यदि x प्लस 1 फ्याक्टर हो भने यसको भ्यालु रिमाइन्डर जहिले पनि कति हुन्छ त 0 हुन्छ। 0 इज इक्वल टु 3 इन्टु -1 माइनस 5 इन्टु 1 माइनस k इन्टु -1 लाइले गरेर लाग्छ है -10। भन्नुको मतलब के त भन्दाखेरि -1 को स्क्वायर पोजिटिभ 1 भयो, -1 को क्यूब भनेको -1 नै हुने भयो। 0 इज इक्वल टु -3 -5 माइनस माइनस प्लस k -10 और 0 इज इक्वल टू -3 -5 -10 भनेको -18 प्लस k और -18 यता आउँदाखेरि कति हुने भयो +18 इज इक्वल टू k। देयरफोर k को भ्यालु कति रहेछ त 18 रहेछ है त। यति नै सिम्पल छ।